भाइ राजा ल थ्याङ्क यू सो मच हाम्रो सोमा आइकन धेरै सपिङ गर्छ जहिले पनि है। अनि भाइ चाहिँ मेरोमा सपिङ गर्न कति वर्ष भयो अन्दाजी? म लगभग 10 वर्ष अगाडिदेखि हो 10 वर्ष भयो है मेरो 10 वर्ष पुरानो कस्टमर 10 वर्ष हाम्रो रिलेसन भयो दाजुभाइको है। अनि सानो एउटा इन्फर्मेसन दिनलाई मैले गरेको त्यो इन्फर्मेसन चाहिँ के भन्दा चाहिँ धेरै नेपालमा चाहिँ बाहिर जाने मान्छे धेरै आउनुहुन्छ होइन। अनि कुन चाहिँ कन्सल्टेन्सी जोइन गर्नु भन्नुहुन्छ नि त। अनि कन्सल्टेन्सी चाहिँ मेरो भाइको चाहिँ कन्सल्टेन्सी पनि खोलेको रहेछ नयाँ छ है। अनि मैले गफ गर्दै गर्दा चाहिँ एकदम राम्रो प्राइसमा अब त्योभन्दा बेसी भाइले नै भनिदिनु त। हेलो नमस्ते, म चाहिँ दाइको एकदमै पुरानो कस्टमर हो। अब सिन्स अ डेकेड 10 वर्ष अगाडिदेखि उहाँको प्रडक्टहरू क्वालिटीहरूमा उ गर्थेँ। इभन आउने बित्तिकै पनि भेटेको थिएँ होइन। क्राइस्ट फ्यासन अलवेज रिलायबल होइन। अनि हाम्रो कन्सल्टेन्सीको कुरा गर्दाखेरि चाहिँ रियलाइज एजुकेसन बेस्ड अन दिल्ली बजार काठमाडौँ। मेन हामी चाहिँ कोरिया साउथ कोरियाको लागि फोकस गर्छौँ। D2 D4 भनेपछि त्यही आफ्टर ब्याचलर्स आफ्टर +2 इफ यु हेभ आइल्स विदाउट आइल्स यु क्यान कन्ट्याक्ट अस। अनि नयाँ भएकोले म आफै कोरिया बसेको 8-9 इयर्स भएर चाहिँ तपाईँहरूलाई राम्रो नेभिगेट गरिदिन्छु, राम्रो गाइड गरिदिन्छु। फिल फ्री टु भिजिट अस। थ्याङ्क यू। म यसमा दुईवटा कुरा थप्छु ल। भाइ आफै पनि कोरियामा चाहिँ 8 वर्ष 10 वर्ष बस्यो है आफै। त्यो बसेको कारणले गर्दा उसले कन्सल्टेन्सी खोल्नुभन्दा अगाडि पनि धेरै मान्छेलाई हेल्प गरेको थियो कि। अब हरेक कुरा भनौँ न। अनि तपाईँहरू जो कोरिया जाँदै हुनुहुन्छ अनि भाइलाई कन्ट्याक्ट गर्नु होला। म भाइको लिङ्कहरू तपाईँलाई बायोमा राखिदिन्छु होइन। अनि जस तपाईँले चाहिँ यता गएर तपाईँले जोइन गर्नुहुन्छ भने चाहिँ तपाईँलाई जस चित्त बुझ्ने कुरा चाहिँ हुन्छ होइन त भाइ? हो ढुक्कैसँगले। ढुक्कैसँगले है त ल थ्याङ्क यू।